खोइ त आवाज आउन आउन आवाज खोइ त आवाज हालको हालै भयो ब्याएको त गरे खोइ कताबाट आउनु बाटो अलिकति खाली गरिदिनु है त्यहाँ यताबाट पाउने हो यता हेर उनीहरू बसेको छन् कि क्या हिँड्छ दाँत देखाएर यो बुढालाई पनि हेरेर घाँस काट्न जानुपर्छ नत्र बुढीले छोडेर जाला नि फेरि घाँस काट्दा काट्दा त बुढी भेटाएको छ बरु कोही छ भने यसो मिलाइदिउँ न बिहेको भोज खुवाउँछु के घाँस काट्ने कुम्केला यो बुढा चाहिँ किन अगाडि आयो कसलाई कति काम गर्नु हाम्रो मालिकको 20 वर्ष अगाडि बाहिरमा आएको भाडाको जहिले पनि दलमा हालेर राखेको छ आज बुढा एक नम्बरको कन्जुस हाम्रो मालिक छ नि मालिक एक नम्बरको कन्जुस है अब यो धरनामा 4वटा घर छ कि 4वटा घर फेरि 10 बिघा जमिन रोडमा फेरि त्यहाँ पनि पसल छ घर छ है 4वटा ट्रक पनि छ काठमाडौँमा पनि घर छ बुढाको भाडा उठाउन गएको छन् भाडा उठाउन के गएको 1 महिना भइसक्यो उतै आम्दानी नपर्ने काचा कुचा बनाउँदै बुढालाई यस्तै जाने बेलामा 2 महिना चामल झिकेर राखिदिएको थिएँ जाउने बनाएर खाँदा सिद्धियो भात कस्तो हुन्छ त्यो पनि थाहा छैन आफूमा त कति काम गर्नु आफू खान पाएन अरूलाई खानिदिनु पर्यो लहेर बाख्रा पाठा ठन्डा ढोकाएर लहेर अरूले दिनुपर्छ यो काम नमाग्ने बुढो गोरु होइन यता यति नानी खानुहुन्छ भरे जोत्न जानुपर्छ राम्रोसँग खाने है त अब पुराण लागेको छ त्यहाँ बस्नु बाको घर पुराण लागेको छ घाँस काट्ने कसले जाने पुराण पनि सुन्न जानु पर्यो होइन त्यही त कता गयो हेरि बाख्रा बाख्रा पछाडि खायो ध्यानमा खाऊ ल हेरौँ यी भैँसी कति मोटाइ छन् सबै थिङ्ने किन हाँसेको लेखेर बाटो छिटोले चुलाएर बस्नु यस्तो पैसा उठाउन गएको कहिले आउने काम मात्रै कति गर्नु बरु सुत्दिन्छु लेखेर मालिकहरू किन घुर्दै सुत्दै गर्छ भने त कस्तो आनन्दको ठाउँ लेखेर लचक 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 पो गरेर छ
घुर्दै किन सुत्नु भने त आज थाहा यी सुत्दिन्छ आइ 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 धेरै ग्यास्ट्रिकको प्रब्लम थियो साह्रै गाह्रो हुँदो रहेछ के गर्नु फेरि कसरी नै पैसा चाहिएको छ अब पैसा नभएर केही नहुने अब पैसा पनि छोड्न नमिल्ने हुँदाखेरि पनि साह्रै गाह्रो एउटा ग्यास बिरेलाई पालेको थिएँ घर रुँगेर बस भनेर पालेको घर रुङ्न त रुङ्छ कस्तो खालको रुङ्गे हो के गर्दैछ आफ्नो सबै कामहरू केही भएन जानु मात्रै पर्यो खर्च मात्रै भयो काठमाडौँ गएको नि केही काम के पैसा उठाउन घर भाडा उठाउनु भनेर गएको घर बेटी आयो भनेर थाहा पाएर कोठावालाहरू चाबी लगाएर भागे अब उल्टै आफ्नो अब एउटा ग्यास बिर ल हेर त यहाँ घर पठाएको यस्तो छ हालत सबै घरको लगेर त भाँडा कुँडा पनि ए ग्यास बिरे ए ग्यास बिरे यो त मरेछ कि क्या तँलाई मालिक आउँदासम्म सुतेर बसेको छ तँलाई घरमा काम यसो हेर गाई भैँसी हेर राम्रोसँग खुवा हेर भनेर भनेको त नारी सुतेको सुतै गरेछ होइन मालिक काठमाडौँमा गएर पैसा सिद्धिन्छ भनेर खानु भने क्या पैसा सिद्धिन्छ होइन सिद्धियो सिद्धियो कसरी सिद्धियो जाँदा आउँदा सबै खर्च कोठा भाडा नि उठेन ठिक छ म कुर्सी लिएर आउँछु ल ल एउटा मालिक थाकेर आउनु भएको यहाँ बस्न ल एकछिन ल बस्ने बस्न तैँले ल्याएर यहाँ दिएको कि के गरेको होइन खुट्टा भएको थियो क्या होइन मालिक होइन मालिकसँग जिस्किन्छ यहाँ बस अनि यो के हो यो भाँडा कुँडाको हाल ए यो भाँडाको मलाई सँगाएर चारैपट्टिको छरिभरि यो मेरो बिहेमा दाइजो आएको भाँडा हो अहिलेसम्म सम्हालेर राखिरहेको छु मैले चाहिँ अहिले फ्याँक्ने हो होइन अब नयाँ ल्याउनु पर्छ क्या मालिक अब तेरो बिहे आयो भने ल्याउला बुढाले मेरो पनि बिहेको कुरो हुन्छ क्या मैले छ नि अस्ति जाँदाखेरि त्यो चमरीलाई बाटोमा भेटेको थिएँ ल ठिकै छ मैले यो कोट भाडामा दिउँ लिएर भागेर जान्छ के को भागेर जाने लिएर आइज नि यहीँनिर यहीँभित्र आउँला तिम्रो अनुहार देखेर चाहिँ परे भागिरहेको के भाउँछ म जस्तो यस्तो ह्यान्डसम भएको हो सुन अब म काठमाडौँ गएको कोठावालाहरू सबै चाबी लाएर भागेछन् घरबेटी बा आयो भनेर थाहा पाएछ पैसा पनि पाइएन अनि खेर आफ्नै खर्च भयो
कम्फर्ट परेको छ लु चिया फाटाइन्छ एकछिन है त एकछिन मैले सोचेको थिएँ दुनियाँमा यो बुढा मात्रै कन्जुस भनेको यी भन्दा नि कन्जुस हुने तपाईँ थाकेर आएको होइन हो पहिले मसाज गरेर कि चिया खाने एकछिन गर्ने भयो नि गर्न त आउँदै आउँछ मसाज गर्छु है चाइनिज गरौँ के को चाइनिज दिने नेपाली गर्न ग्यास फिरे नेपाली गोर्खे स्टाइल है ल ल हामीले जिम्ने जाल त भगवान मरेपछि मर्छ बिस्तारो गरे मसाज गरे कि हिर्काको नेपाली भने नेपाली त गोर्नी हो तेरो फेरि अहिले राम्रोसँग गर ल राम्रोसँग ल ठिक छ है त एकछिन हाम्रो ल ए भाँचिन्छ भाँचिँदैन कि भाँचिँदैन एकछिन ल। पर्दैन लु जा म चिया ल्याउँछु चिया गर्नु चिया खाजा ले म चिया लिएर आउँछु ले तर मालिक चिया दाब्रामा बनाउने कि ग्यास हो जहाँ चाँडो हुन्छ त्यहाँ बनाएन सोधिरहनु पर्छ चाँडो त पसलमा गएर त पैसा ल्याउँछ आफै बनाएर चाहिँ चाँडो हुने गर भनेको पैसा तिर्नुपर्छ घरमा गर घरमा आएको मान्छेलाई पानीको बनाउने कि दुधको दुधको चिनी चियापत्ती कति हाल्ने मैले गएर बनाइदिनु सबै थोक मैले भनेपछि अनि कति हाल्ने कति लाग्ने गरी हाल्न गुलियो हुने गरी हस्। अनि मरिच गेला नि अब नाकले भेट्ने भयो अनि आथा दादा भन्दै एकछिन हो अनि पोले त चुस न तातो भयो भने चुस्यो भने चाँडै निको हुन्छ कि त्यसमा पानी हाल्दिउँ त पानी पर्दैन मक्खी झिङ्गा परेछ होइन होइन हो भने चियापत्ती हो चियापत्ती चियापत्तीको पखेटा हुन्छ यसो गरिरहेको पखेटा दुईटा पखेटा फटिरहेको छ हल्लाउँछ पखेटा चियापत्ती नछानिकन ल्याएछ अनिखेर छानी त किन्नु पर्ने बुढा त्यो झिङ्गे हो के म चिन्न तिमी कन्ट्रोसले त के चाहिँ चिन्छ होला जे पनि म आफै हेर्छु म अर्को बनाएर ल्याउँछु अहिले पक चियापत्ती नि हो कि चियापत्ती यो झिङ्गा हो यहाँ पखेटा छ खुट्टा पनि यसो गरिरहेको अनि झिङ्गै भए पनि त अनि यो यति महँगो चिनी चियापत्ती दुध खर्च गरेको अनि यसलाई फ्याँकिदिने कुरा आउँछ अनि फ्याँकिदिनु त भने कसले खान्छ र अनि मेरो पैसा त तिर्छस् मसँग त हो पनि खल्ती त छैन है नयाँ किनिदियो न भनेको किनिदिनु छैन अनिखेर यो के अरे झिङ्गा पऱ्यो भन्दैमा यत्रो महँगो हो यत्रो पैसा खर्च गरेको फ्याँक्ने कुरा आउँछ अनि के चाहिँ गर्ने त यसलाई मात्रै झिकेर फ्याँक्ने त्यही पनि निचरेर भाग जति मात्रै फ्याँक्ने खानी त यसलाई भन्छ मक्खी टुस भनेर मक्खी धरि टुसेर फुट अरे कतिसम्मको कन्फ्युज अनि केको आवाज आउँछ
ओम भिक्षाम देहि। एउटा कम माग्ने आयो होला माग्ने भएर अर्को माग्ने को चाहिँ आउँछ। ओम भिक्षाम देहि। ओम भिक्षाम देहि। हाम्रो घर आ जस्तो छ हेर त हो कि होइन यी बस्न अलि उता जाउँ कुनातिर जाउँ गोडा। ओम भिक्षाम देहि। के पारा हो के माग्न आएको भिक्षा लिन आएको बालक। बालक म यत्रो जुङ्गादारी भएको मान्छे बालक देखेँ। ए के गरेको यस्तो? यो गाउँमा एउटै मात्रै ह्यान्डसम बिहे गर्ने लक्का जबर उमेर भएको मान्छे त बालक भन्ने मलाई त्यसै केटी नभेटेर टेन्सन भयो बेला। ए मूर्ख बालक, भिक्षा माग्न आएको व्यक्तिलाई भिक्षा दिनुपर्छ थाहा छैन तिमीलाई? मालिकले सिकाएको छैन? मालिकले सिकाएको छैन भ्वाक्क दिएर लडाइदिन्छु। यत्रो हातखुट्टा मेरो भन्दा डर छ। गएर कमाएर खाने गइहाल्यो कमाएर। ए ग्यास बिरे ए बुबा सुन त होइन मालिक हाम्रो घर माग्ने आयो उनीहरू त्यस्तै हो। तिमी उनीहरू के दिन्छौ? ग्यास सुन मालिक छैन हाम्रो घर केही छैन भनेर पठाइदे भन मालिक मनै हो के चाहियो? मलाई भिक्षा चाहियो। मलाई दिने भयो भिक्षा देऊ, नदिने भयो अब बिदै जाऊ बिदै बुझौ। साँच्चै दिँदैनौ त? किन दिनु तिमीलाई? तिमीलाई के चाहियो? मलाई के चाहियो? मेरो मालिकले भनेको घरमा मालिक हुनुहुन्न रे तिमी गइहाल केही पाउँदैन। ए मालिकले भनेको? त्यसो भए मालिक घरमै छन्, त्यसो भए म घरमै जान्छु। कसले भन्यो मालिक घरमा छन् भनेर? फेरि अहिले तिमी आफैले भने होइन मेरो मालिकले भनेको घरमा छैनन् भने? त्यही भएर तिमीलाई त्यो भाडा बस्ने पनि लुकेर गयो क्या। बुद्धि त्यस्तो खालके रहेछ तिमीको आफै कुरोबाट जो। भिक्षाम देहि। ए बाबा हजुर। अनि कसको भिक्षा माग्ने जोगी बाबा के ऋषि बाबा अनि के बाबा मात्रै भनेको आफ्नै बाबा जस्तो। जोगी बाबा हुन् नि त। ए मालिक तिम्रो यो नोकर चाकरलाई अलिक त एकछिन चुप लाएर बस्दै तलाएर राख। बस चुपचाप बस। यहाँ म बाबासँग जोगी बाबासँग बस्छु बाबा। हजुर। अनि तपाईँ हात पाखुरा सधैँ छन् त्यही त सबै सत्य त होइन। ए पिट चाहिँ क्या हो? यसको करङ अहिले मैले गर्छु होइन बालक, मेरो धर्म नै माग्नु र जुन भिक्षा माग्दाखेरि जे प्राप्त हुन्छ मेरो यो कमान्डलोमा त्यसैलाई स्वीकारेर हिँड्नु नै मेरो धर्म हो। त्यसैले म तिम्रो द्वारा यानि तिम्रो घरमा माग्न आएको छु। अब माग्न त आयो, अब मैले त मलाई पनि कसैले केही दिएन भनेदेखि मैले त केही दिने गरेकै छैन। म भनिदिउँ मालिक म राम्रोसँग सिकाउँछु। एकछिन होइन एकछिन। मेरो मालिकको यो धरारा 4वटा घर छ। सुन कुरो हो क्या मालिक? 10 बिघा जग्गा जमिन छ हो क्या मालिक? त्यहाँ नयरमा पनि घर बिल्डिङ टाढा गाडी छ हो क्या मालिक? काठमाडौँमा त्यत्रो घर छ फ्याक्ट्री छ हो क्या मालिक? त्यो कसको लागि कसको स्वार्थको लागि मालिक भन्नु त? हो बिना स्वार्थको यसलाई किन केही दिने? हुँदैन केही नि दिने केही दिँदैन। बाटो त गइहाल खाली थियो बाटो खाली गरिदियो गइहालेको। तिम्रो नोकरलाई उता लगेर राख। होइन राम्रै कुरो भने हो त मैले। हो उना चाहिँ एकछिन त्यहाँ बस्छु ल। यहाँ जोगी बाबाले केही भन्दै छन् ल तिमीलाई धन सम्पत्ति घर गाडी बिगा हो त मेरो सबै छ भनेपछि तिमीलाई केही मबाट केही चाहिएको हो? मलाई त कसैले केही दिएन भनेदेखि म पनि कसैलाई केही दिन्न। त्यतिकै माग्ने आभारले दिन्छु र। त सही कुरो। ल ठिक छ, तिमीलाई त्यसो भए मबाट केही आशा छ भने तिम्रो अब मसँग जोगीसँग के नै हुन्छ र म त अर्का अरूसँग मागेर खान्छु भने अब म तिमीलाई के दिन्छु भन्दाखेरि तिमी आखिर मृत्यु भइसके पश्चात तिम्रो धन सम्पत्तिको साथमा यदि एउटा यो सियो दिन्छु म, यो सियो र धागो दिन्छु। मृत्यु भइसके पश्चात स्वर्ग र नर्क जाने बाटोमा म बसेको हुन्छु। यदि तिमीले यो सियो र धागो लिएर आयो भने
तिम्रो धन सम्पत्तिको साथमा तिमीले गरेको कर्म अनुसारमा तिमीलाई स्वर्ग पठाउँछु। यदि यो सियो र धागो लिएर आएनौ भने तिमीलाई नर्कतिर पठाउँछु। यो सियो र धागो ल्याउन सक्छौ? ए म जे पनि लिएर आउँछु, प्लेन चढेर अथवा गाडी गुडेर जसरी नै ल्याउँछु। ल यो सियो र धागो लिएर आउनु। मृत्यु भइसके पश्चात, मरिसके पश्चात अनि तिमीलाई म स्वर्ग पठाउँछु। ल अब मलाई भित्र यो चाहिँ के ट्राफिकले त्यो लाइसेन्स समाते जस्तै बाटोमा लाइसेन्स समाते जस्तै तिमीले त्यही सम्झ न। तिम्रो लागि यो नर्क र स्वर्ग जाने के हो? लाइसेन्स। एक यहाँ सुन यहाँ सुन त जोगी बाबाले एउटा सियो दिइरहेछन्, यिनलाई पनि ल्याएर भिक्षा दे त। यति ल्याएर यति ल्याएर एउटा सियो दिइरहेछन्, हामीले चाहिँ कहाँ धेरै भिक्षा दिन्छौँ? भिक्षादेखि संसारमा धन सम्पत्ति भनेर बस्छ। ठिकै छ। कति धेरै ल्या यति भनेको होइन। 4 बिघा र 5 बिघा 10 बिघा र 4 तले घर छ भन्छन्। एक साग पुग्ने चामल पनि दिँदैनन्। कस्ता चाहिँ लोभी परेछन् यो। यहाँ जोगी बाबाले दिएको हेर सियो। एकचोटि दिनु न, म गाउँभरि सबैलाई देखाएर आउँछु। देखाउनै पर्दैन, यहीँ छ नि। म देखाउँछु नि, ल्याउनु न। पर्दैन के, यहीँबाट देख्छन्। तिलिली टल्किरहेको छ त। के गर्नु, बुढो त स्वर्गै जाने भयो। मरेपछि अब यो स्वर्ग चाहिन्छ अरे यो बोकेर। अब प्लेन चढेर जाने बेलामा यो सियो बोकेर गइन्छ अरे। ला बुढा